हेलो गाइजहरु, वेलकम टु आवर मिनी ब्लग। जहाँ हेर्न सक्नुहुन्छ फेरि पनि म न्यू भिडियो लिएर आइसकेको छु। आज चाहिँ हामी घुम्न जान लागेको छौँ। जहाँ हेर्न सक्नुहुन्छ टुर भिडियो तपाईहरुले, जुन गाउँको प्लेस हो। त्यसै यस्तो घाम भएर हामी छाता उड्दै जान लागेको छौँ। जुन को जाँदैछौँ भनेर हेर्न सक्नुहुन्छ तपाईले गाइज। सो यहाँ आउनुहुन्छ हाम्रो फुबै। त्यसै यहाँ चाहिँ चिन्नुहुन्छ होला तपाईले, उर्मिला ब्लगर नि भनिनु भयो यहाँलाई पनि। त्यसपछि हामी दुईटाको युट्युब छ, यहाँको युट्युबलाई पनि सब्सक्राइब गरेर साथ सपोर्ट गरिदिनु ल। हजुरले पनि च्यानलमा तपाईँले सब्सक्राइबै गर्नु भएन गाइज। सो प्लिज सब्सक्राइब गरेर 1K पुऱ्याइदिनुहोस् ल। मैले उहिले पनि सर्ट भिडियोमा भनेको थिएँ 1K भिडियो सब्सक्राइबर भयो भने मैले सेलिब्रेसनको भिडियो लिनेछु भनेको छु। अब तपाईँहरूले सपोर्ट गरिदिनु ल प्लिज गाइज। सो यहाँको प्लेसहरू हेर्न सक्नुहुन्छ होइन। हामी चाहिँ एकछिन बस्नु पऱ्यो भनेर चाहिँ बस्दैछौँ। त्यसपछि सो गाइज हेर्न सक्नुहुन्छ हाम्रो स्कुल उपारी छ, अलिअलि देखिएको छ होइन। सो गाइज मेरो अङ्गला ऊ त्यो स्कुल हो। हाम्रो चाहिँ यो सबै गाउँ हो होइन। ऊ चाहिँ मर्कबाङ गाउँ हो। त्यसपछि यो सब हेर्न सक्नुहुन्छ भिरपाखा वनहरू। यो चाहिँ हाम्रो के अरे सल्लरी गाउँ होइन। त्यसै यिनीहरू यहीँ बसेछन्। अब हेर्छु होइन, धौ भएर बसेको छौँ। अब त्यसै हामी फेरि अझै माथि जाने हो, माथि टपमा जाने हो। सो हेर्दै गर्नु ल गाइज। हेर्न सक्नुहुन्छ अहिले चाहिँ हामीलाई धौ भएर चाहिँ पानी खान आएको छौँ। हेर्न सक्नुहुन्छ यो मूल भन्छ नि यसलाई। उसले पानी खाँदैछ। शान्ति दिदी यहाँ हुनुहुन्छ पानी खाँदै। म यता छु। त्यसपछि अब हामी चाहिँ म पानी खान जान्छु माथि। सो गाइज हेर्नु। सो गाइज हेर्न सक्नुहुन्छ अब चाहिँ म पानी खान आएको छु। सो गाइज हामी सक्नुहुन्छ हामी चाहिँ खानेकुरा बोकेर चाहिँ आइसकेको छौँ। उता हुनुहुन्छ पानी बोक्ने म्याडम होइन, हेर्न सक्नुहुन्छ। त्यसै यहाँ चाहिँ खानेकुरा बोक्ने, म चाहिँ क्यामेरा समात्ने भनौँ, म चाहिँ ब्लगिङ गर्दै हिँड्छु गाइज। हो अरू के छ र। त्यसै गाइज हेर्न सक्नुहुन्छ कति टाढा छ अझै के अरे 1:45 गइसकेको छ। कति बजी पुग्ने हो, कति बजी घर झर्ने हो। सो हेर्न सक्नुहुन्छ बाटो माथिको टुप्पोमा हेर्नुभयो नि। सो गाइज त्यहाँ चाहिँ हामी पुग्ने हो। त्यसपछि त्यहाँ गएर भिडियो सुट, त्यसपछि फोटो खिच्ने हो। अहिले चाहिँ हामी यता यहाँ चाहिँ नास्ता बोक्ने, त्यसपछि यहाँ चाहिँ पानी बोक्ने म्याडम हुनुहुन्छ। अलिअलि फेस हेरौँ होइन। त्यसपछि यहाँ चाहिँ गाइज हेर्न सक्नुहुन्छ अहिले चाहिँ हामी यहाँ आएर बस्छौँ। अब यति किन नजिक छ हेर्न सक्नुहुन्छ। अब यो बाटो क्रस गरेपछि ठ्याक्कै माथि आउँछन् जहाँ हामी घुम्न जान लागेको भने हौँ। त्यसपछि सो गाइज हेर्न सक्नुहुन्छ अब यहाँ पानी खाँदै हौँ बसेर। त्यसपछि यता चाहिँ मोबाइलहरू हुन्छ होइन आफ्नो। सो के भन्नु चाहनुहुन्छ हजुरले दिदी? हाई हजुरले। यतातिर उसले हेर्न सक्नुहुन्छ भने त्यसपछि अब यता बाटो देखायो त यता हेर्न सक्नुहुन्छ गाइज। सो यता माथितिर राम्रो छ भाइ। हेर्न सक्नुहुन्छ हामी चाहिँ आइसकेको छौँ होइन अलिअलि माथितिर हेर्न सक्नुहुन्छ यिनीहरूलाई। त्यसपछि अलिकति यति किन माथि छ। त्यसपछि यता पनि हो, यता भन्ने ठाउँ यो माथि डाँडामा जानुपर्छ, यता जाने हो। त्यसपछि सो हेर्न सक्नुहुन्छ हावा यस्तो। अब यो मन्दिर चाहिँ भर्खरै लन्च भइसक्यो, बनाइरहेछन् पेन्ट लाएर राम्रो देखिएको छु गाइज। टिकटक बनाउनु हुन्थ्यो तर के गर्ने, यहाँ मान्छे हुने रहेछ, भाडा हेर्दै हुने रहेछ। हामी चाहिँ लाज लाग्यो, म चाहिँ गराएन। हेर्नुहोस् यस्तै कुर्सी देख्नुहोस् नि, वाल चेयर देख्नुहोस् नि, यस्तै थुप्रै त्यहाँ माथि छन्। त्यसपछि उता पनि छ, हाम्रो उता पनि जाने हो। पहिला यता गराउने कि भन्ने भयो, पिङ खेर यता गराउनु पहिला, यता जाने कि उता जाने पहिला। सो गाइस पहिला हामी यता जान्छौँ। बाटो हेर्न सक्नुहुन्छ, हेर्नु त यस्तो पानी छ। म झन् कहिले हिल्स लाएर नहिँड्ने मान्छे हिल्स लाएर हिँडेको छु होइन। त्यसपछि यो पानी यो चाहिँ टेम्पल। अहिले त राधा बन्निन्न जस्तो छ। सो गाइजहरू अब काम पढ्नेतिर भइहाल्छ, राधा बन्दैन होला। त्यो पोहोरको भिडियो हाल्छु। त्यसपछि यहाँ थुप्रै मान्छे हुनुहुन्छ, बाख्रा हेर्दै के गर्ने अन्त यहाँ किरानाको लागि भनेर
भिडियो सुट पनि रहौँ टाइम गर्न लाग्छ हामी यस्तो घाम छ छाता उठाउनुपर्छ छाता नउठाउनु देख्छ बस ब्ल्याकनेस हाल्छ त्यो कति छ मेरो कपाल हेर्नु ओइ मेरो कपाल देख्छ काट्या लागि यतापट्टि यतापट्टि काटेको सँगसँगै मिलिन्छ अस्ति कपाल काटेँ यतापट्टि माग्छु चाहिँ यता घन्टी चाहिँ बल खेल्ने जस्तो ग्राउन्ड छैन यहाँ त ओके ठाउँ राम्रो हुन्छ जस हाम्रो मटकमा ग्राउन्ड छ होइन यति नै त्यो टेम्पल देउलीको आउने ठाउँ गाइज चिकनको पत्ता देखेको छ गाइज नाम लेख्छ नि हामीले अस्ति यहाँ सर्प देखेको थियौँ अस्ति नै हो यहाँ अहिले थोरै हो यस्तो डराउने गाइज ए बा मान्छे रहेछ नि त्यहाँ त कुरेछ क्या कुरेछ कि त्यहाँ भाइको मलाई थाहा छ भाइ त्यहाँ मान्छे रहेछ होइन केटा मान्छे केटी मान्छे सायद हुनुहुन्छ आइडोन्ट नो जाने कि नजाने भन्ने भइरहेछौँ हामी एकदम फोटो उठाइरहेको छ सबैजना मान्छे त्यति भएर फोटो भइसकेको छ हामी सक्नुहुन्छ हालिरहेको छ मान्छे झऱ्यौँ सँगसँगै क्लासको फ्रेन्डहरू भेटिसकेको छ लाग्नु त अति भन्ने यस्तो स्थिति सोचेको थिएन के भयो कोही मान्छे छैन लाग्ने मान्छे त्यस्तो हुनुहुन्छ बाख्रा चलाउने कोही मान्छे जता आएर मान्छे बस्छ त्यसै सिडीबाट झरेर त्यसपछि हामी पछि बसेर खान्छौँ भोक लागिसकेको छ पानी खान्छौँ मैले चाहिँ बिस्किट खाने पनि छ म चाहिँ चाउचाउ नखाने पनि छ तिनीहरूले मैले चाहिँ चाउचाउ खाने बाकी चाहिँ बिस्किट खाने बिस्किट खान सो खाने गाइज हामीले चाहिँ खाएर भइसकेको छौँ हामी चाहिँ फोटो खिच्छौँ भिडियो खिच्छौँ त्यसपछि हामी चाहिँ त्यहाँ माथि गएर माथितिर हामी चाहिँ गएर फोटो र भिडियो बनाउँछौँ अहिले चाहिँ हामीले लागेको लेट्स गो जाम सो गाइज हेर्न सक्नुहुन्छ अहिले चाहिँ हामी नास्ता खाएर फोटो सुट गर्न आएको छौँ अहिले के यहाँ फोटो खिचिदिनु छ म चाहिँ फोटो खिच्दैछु सो गाइस देख सकते हो आप लोग ऐसे कैसे कर रहे हैं मान्छे यहाँ के मोबाइल हेर रहे देख्न सक्नुहुन्छ हैन गाइस आधी हिन्दी आधी नेपाली म चाहिँ यता हुनुहुन्छ अब चाहिँ हामी चाहिँ ऊ पारीतिर डाँडातिर जान लागेको छौँ भिडियो सुट गर्नेछौँ फेरि गएर हैन अहिले चाहिँ हामीले अलिकति गरायौँ नाचेको गरायौँ अब उता गएर गराउँछौँ इस दरिंदे को क्या मुझसे मतलब ये भनेर कि यस्तै के भन्छ नि गाइस हैन त्यही भन्न लाग्यो यानि कि मेरो फोन हेर्दै हुनुहुन्छ उता चाहिँ हैन आफै गीत गाउँदै नाचिरहनु भएको छ के चाहिँ यस्तै रमाइलो गर्नुपर्छ गाइस एउटा झुट्टुका जोडाम लाग्यो गुनगुन हामी चाहिँ अब पारी जाँदैछौँ उता पारीबाट आइसकेको छौँ त्यसपछि हामी मन्दिरमा आयौँ होइन मन्दिरमा चाहिँ अलिकति पूजा गरेर यस्तै फोटो खिचेर हामी चाहिँ माथितिर जाँदैछौँ हामी चाहिँ पिङ खेल्न जानु भनेको छौँ उता माथिको पिङ अलि के अरे भाँचिएको रहेछ उता माथितिर जान्छौँ पिङ खेल्न हेर्न सक्नुहुन्छ हामी तिनजना भएर चाहिँ फेरि जान्छौँ ओ छाता छाता ल्यायो बोतल छाता ल्यायो ल्याउले बोल्छ जान्छु बोतल समाज त एउटाको माला समाज दिन्छु त्यो उसले बोतल समाज दिन्छ कस्तो मलाई बोक्नै नदिने अब हेर्न सक्नुहुन्छ गाइज टाइम चाहिँ 4 बजेर 5 मिनट गइसकेको छ हामी घर कति बेला जाने हो आज गाली खाइन्छ जस्तो छ मम्मीको पातबाट यसलाई त गाली गर्नु नला मलाई त फिक्स गाली गर्नुहुन्छ होइन फिक्स अब चाहिँ पिङतिर जान्छौँ गाइज सो गाइज हेर्नुहुन्छ म चाहिँ दुबुरी जान्छु किनकि त्यहाँ अलिअलि भिडियो हेर्नुपर्छ तपाईँहरूले सो गाइज हावा खाँदै अब उसले हामीले यस्तो भिडियो बनाउनु भन्थ्यौँ नि यस्तो हावा खाँदै होला छिटो छिटो यसैबाट गरम लाग्यो गीत त्यही बाँकी छ क्या अब हामी चाहिँ सबै गीतमा बनाएर भ्याइसकेको छौँ ट्रेन्डिङ गीतवाला
आइडिया त खत्रै आउँछ दुईटामा बस्ने मलाई त बाटो थाहा भएन ए रहेछ बाटो रहेछ सायद म चाहिँ सेकेन्ड टाइम आएँ फर्स्ट टाइम आएको थिएँ एकचोटि अझ सेकेन्ड टाइम आएँ पिङ देखिस् कि पिङ भात देखान हाँ हे भात त पानको भात भन्दा माथि छ क्या जस्तो त सल्लाह आउँछ हामी त पिङ खेल्न जाने गरेर पिङ खेल्न जाने दुर दुइटै हामी त दुरेको ल गीत गाउले एकचोटि एउटा गीत गाइदियो न एउटा मात्र के यसले गीत गाउन यति भाउ खान्छ यति राम्रो स्वर हुँदा हुँदा पनि मेरो चाहिँ स्वर राम्रो छैन हेर त यहाँ त सब भात देखाने त्यहाँ कुर्सी हेर्न शान्ति छिटो आइज न त अहिले घर जानु ढिलो हुन्छ त्यहाँ मोबाइल हेर्न पत्ता लाग्यो त झन् यहाँ यस्तो छ नि होइन उता पुलदेखि यता पिङदेखि के उता गयौँ भने झन् त्यहाँ कस्तो छ पुरै यता त ढुङ्गा खाँदा सो गाइस म कुर्सी देखेर हाँसेको थिएँ नि सो कुर्सी चाहिँ यो हो हेर्नु यस्तो गरेर खान हालत कुर्सीको सरकारले बनाएको मान्छेले बिगारिदिनु पाइन्छ पाइन्न नि हेर त त्यहाँ पनि मान्छे छन् हेर पिङ उसले पिङ हे त्यहाँ त गाईको बच्चा खेलिरहेको क्या तपाईँलाई त्यहाँ गएर देखाउँछु हेर्नु गाइस अहिले सरप्राइज हुन्छ ए यहाँ स्विमिङ पुल पनि छ हेर तपाईँ त हेर्न आइज हामी अस्ति पौडी खेल्न पानी छैन यहाँको कुण्डो रहेछ कि खाइ स्विमिङ पुल पनि जस्तै गएर चाहिँ डुब्की ल रोके हामी चाहिँ फङ्गाल्ने कामहरू के छ राम्रो मौज मस्ती गर्ने चाहिँ हो लाइफमा सो गाइस शान्ति हराएको छ कहाँ हरायो होइन हराएको छैन केटा छैन केटी भनौँ मैले चाहिँ हराएको छ भनौँ हिन्दी भाषामा भन्यो भने के भन्छन् रे शान्ति गुम गया है हमारे पास नहीं आई है हरा गया हो क्या हरा गया है ना हराए है इसके बाद आएगा होगी यस्तै आएछ के भन्छ सो गाइस हेर्नु सक्नुहुन्छ यो प्रतिशाला त्यसपछि यो पिङ जो हामी चाहिँ एक्साइटेड हुन थियौँ खेल्न भनेर हेर्नु सक्नुहुन्छ अब यो चाहिँ खेल्न लागिहाल्यो म पनि चाहिँ खेल्नु बस्छु अब शान्ति आएर भिडियो गाइज चाहिँ आउ सो गाइस हामी चाहिँ बसेको ल अनि कसले हल्लाइन्छ त अहिले हल्लाइन्छ बल लगाओ है आयो शान्ति बसेको छौँ अब यो पुलमा रे पिङमा आएर बसिसकेको छ म त पिङ र पुलमा झुक्किरहेको छु सो गाइस तल पुल भनेर शान्ति छिटो कम यार उपारिबाट आउँदैछ बल्ल कति बेला आएर हामीलाई हल्लाइदिने अलि हामी कति बजी जाने घर टाइम हेर्नु सक्नुहुन्छ गाइस हेर्नु त 4 बजेर 10-11 मिनट गइसकेको छ स्टुडेन्ट भएपछि अघि देखाइछु दिएको अत्तराले अहिले पिङ भात चाहिँ उताको जस्तै छ अहिले त्यहाँ उतापट्टि को मान्छेले भात दिइरहेछ है देखेको थिएँ मैले टिकटकमा त्यसपछि उताको पुल रहेछ हामी चाहिँ पिङ खेल्छौँ गुन्काएर माथिसम्म पुऱ्याउनु फेरि अब हाम्रो चाहिँ के अरे पिङ म्यान आउँदै हुनुहुन्छ हामीलाई हल्लाइदिने त्यसपछि हामी चाहिँ माथि तल माथि गर्छौँ भिडियो पनि हेर्नु लगाएछ सो हामीलाई चाहिँ शान्तिले कुइकातिर हाम्रो झन्डै साथी गयो गाइस मलाई चाहिँ डर लाग्छ गाइस हैन मलाई चाहिँ डरै लाग्दिन हैन यसलाई चाहिँ के हो कुनै डरै लाग्दिन मलाई चाहिँ डर लाग्छ मलाई लाग्दिन साथी अब साथ चाहिँ रमाइलो गर्दैछौँ गाइस शॉपिङ खेल्दै लाउले दिएको अतरा सकियो मन सकियो मन लाउले दिएको अतरा म चाहिँ उत्रै होइन मलाई चक्कर आइसक्यो उल्टी आउनु जस्तो भइसकेको छ होइन बमिट आउनु जस्तो भइसकेको छ यिनीहरू चाहिँ यहाँ खेल्दै होइन
एउटा डराएको छ एउटा डराउँदै डराउनु कि त्यो हो कि डराउनु न यो चाहिँ डराएको चाहिँ म चाहिँ अब पुल हाल्न जान्छु होइन पिङ हाल्न जान्छु सो गाइज बल्ल बल गरी लानुपर्छ हेर्नु सक्नुहुन्छ यति पनि बेच्छ नि होला सो गाइज हेर्नु अब होइन दुइटा पुल खेल्यो ए शान्ति रोइ मेरो कपाल ओ शान्ति रोइ हेर्नु त एकदम मेरो गाइज पसिनाले कपाल रोइ शान्ति रोइ यो उसले हाँसेको हाँस र त्यो शान्ति रोइ लागिसकेको छ मलाई चाहिँ बमिट आएर म चाहिँ झरेको अब चाहिँ कस्तो शान्ति रहेछ ये गाइस जले के भनो यो काय छ अब अहिले उठ्न खेल्न गाइस झन् अब एक्लै खेल्न छ म चाहिँ एक्लै खेल्न सक्दिनँ किनकि मेरो टाउको घुमा बमिट आउला छ सो गाइस लाइन सक्नु छ अझै पनि पिङमा खेल्छु रे हिँड अझै पनि पिङमा खेल्छु रे यो चाहिँ थाकिसक्यो होइन आज थाकेको छैन रे 4:30 भइसकेको छ घर कति बजे पुग्ने हो गाइज ल जाम कि गाइजहरू जाम सरी गाइज सो म चाहिँ घर आउने बेला चाहिँ मोबाइलको चार्जर सकिएको थियो त्यसैले म घर आएको भिडियो चाहिँ गराउन पाएन आइएम रियली सरी बट म चाहिँ यो भ्यूहरूको थियो नि भिडियो त्यसैलाई क्रप गरेर चाहिँ भोइस काटेर आफ्नो भोइस जोडेको छु सो गाइज हामी चाहिँ रमाइलो गऱ्यौँ नाच्यौँ यता गायौँ सायौँ गऱ्यौँ त्यसै हामी चाहिँ घर कति बजीतिर 7-6 बजीतिर पुगिसकेको थियौँ आजको लागि चाहिँ यति सो गाइज बाई गाइज